हेर हिँडेको दान बत्ती बाल्नु अब बत्ती बाल्दै रहेछ तल निस्क्यो कि माथि निस्क्यो भनेर कि हिजो उता त्यो उता बत्ती देखाएन बत्ती देखाउनु यो यहीँबाट तलबाट निस्केको कि माथि निस्क्यो जस्तो लाग्यो होइन माथि त्यो गुम्सेको बेलामा कसरी निस्क्यो बाटो खोजेको माथि निस्किँदैन त फेरि यहाँ हाल्नु किन यसलाई हेरेको नदेखेको जस्तो डर लाग्यो के को डर लाग्छ त पोखिदिन्छ तपाईँलाई चाहिँ अनि केही मर डराएको हेर् न यहाँ हाँचिक्नु न निर्मला दिदी ऊपर निक्ल्यो होइन त्यहाँबाट निस्क्यो कति डर कति पायो होला त्यसको आमा अहिले भाग्यो भने बिहान कति छिटो भागेको थियो अब चाहिँ लाएर राख्दा कपाल पर्छ कपाल त परिहाल्छ नि बिहान हतार पर्दैन यसको दिमागमा यसलाई देखेँ कति दिन भेट भएछ क्या यसको छोडिदिनु त छोडिदिनु ल यसले समातेछ कि पासो लागेर मर्ने भयो अब फाँसी लागेर मर्छ समेत मर्छ तेलमा हालिदिनु क्या बरु कहाँ समातेछ यसले समातेको छ कि झुन्डेको हो होइन नगर्नु पुग्छ क्या निर्मला दिदी छोड्नु छोड्नु दिदी नगर्नु चलेपछि तपाईँको हातमा समाउँदै हात झर्कनु हुन्छ अनि उतातिर जान्छ बिन्दाको हातमा पर्छ फेरि तपाईँले यहीँ मारिदिन्छु म त फेरि त्यही टोक्यो भने टोकेरै मलाई छोडेर त भन्नु खुट्टामा लग लागेको छ कि यसको के खाउनु दिँदैन बुढो न बुढो भइसकेर समेत भोकाले लालापछि के खुवाउनुहुन्छ त्यसलाई अब त्यसले के खान्छ कपडा खान्छ यो कक्रोच खाएको छ तेल हाल्यो भने डुबिएर त बिच छोड्छ नि क्या मर्दाखेरि बिच छोड्छ क्या म दबाई हुन्थ्यो नि है त्यत्तिकै न दबाई हुन्छ न त्यत्तिकै हुन्छ त्यस्तो बुझेर भने बिरको ट्याप्प लाएर सुत्नु भयो अरे बेलुका दाइसी यो डब्बा त कहाँ पुऱ्याइदिनु के हो पक्का लिएर गर्नु उहाँ साबुत हुन कुर्ती लगाइदिनु उता बिर्को खोइ यसको बिरको तपाईँले भित्र ल्याउनु भयो छ तपाईँहरू पछाडि 20 रुपियाँ रोग लाग्छ भनेर फेरि 20 को पोकोलाई रोग लाग्छ कि भनेर माया गर्न जान्दैन गर्नुलाई त्यसैले झुना त्यहाँ डोरी बाँध अलिक बिर्को कस कलहरू बाँध्दैछ कसरी छ हो यसै गरी राखिदिँदा नि हुन्छ कि समीर भाइ यस्तो गर्ने यहाँबाट यसरी डोरी छिराउने अनि उसलाई हिँड्न नि भयो तेर्सो पारेर राख्दैछु उहाँ मन्दिरमा हो त्यसरी हिँडिरहनु पाउँछ नि त यत्तिकै हेरेर बसिरहने कि तँलाई राख्दैन केही हुँदा अझ यतिकै भए हुन्छ यसले खोल्ने अनि साङ्लाहरू निस्किन पाउँछु भनेर आएको ल ल के जानु त के पो गरिस्
हिजो यहीँबाट निक्लेछ क्या यो यहाँबाट त छिर्नै सक्दैन यसको खुट्टै किन नसक्नु सोना चुलीका लुकाएर नि छिर्केर त्यसको त यसरी बस्दाखेरि सानो भएर बस्छ अनि त्यहाँ हामी बोलेको सुनिरहेको होला है सुन्या छ के तेल लगाइदिनु न अलि निस्किनलाई बाटो पाउँछु भनेर त हिँडेको अब उडाइदिनु